टपिकमा रहेको छ च्याप्टर 18 मा रहेको छङ्बो मुना थुक्वेलहान नाल मक्नुन उम्सिक रहेको छ। थुक्वेलहान भनेको विशेष भएको, नाल भनेको दिन, मक्नुन भनेको खाने, उम्सिक भनेको खाना है। यो विशेष भएको दिनमा खाने खाना बारे यस च्याप्टरबाट पढ्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। च्यानलमा पहिलो पटक भिजिट गर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नुहोला। सुरु गर्छु। त्यसै गरी हानगुक सारामदुरी भनेको छ कोरियन मानिसहरूले थुक्वेलहान भनेको विशेष भएको, नारे भनेको दिन, विशेष भएको दिनमा, मक्नुन भनेको खाने, उम्सिक ए भनेको खानामा चाहिँ, मोसी भनेको के, सुल्कायो भनेको के होला भनेको चाहिँ कोरियन मानिसहरूले विशेष भएको दिनमा खाने खाना चाहिँ के होला भन्नु छ। हानगुक सारामदुरी थुक्वेलहान नारे मक्नुन उम्सिगे मोसी सुल्कायो। कोरियन मानिसहरूले विशेष भएको दिनमा खाने खाना के होला भनेको छ है। मियोगुक्नुन भनेको चाहिँ मियोगुक चाहिँ सेङ्गिल भनेको जन्मदिनमा मक्नुन खाने, उम्सिगिन्दे खाना हो। सोकोकिगना भनेको छ यो गाईको मासु वा मेल्सी भनेको सानो किसिमको माछा, तिग्रा माछा भन्छ कि। थुङ्गुलादी नुख्खो भनेको राखेर, ओरे भनेको लामो समय, कुर्य भनेको उमालेर, मान्दुन भनेको बनाएको, खुकमुरी भनेको सुपमा, फुल्लिन भनेको छ फुल्लिन भनेको यो भिजाएको, फुल्लिदा भनेको भिजाउनु, फुल्लिन भनेको भिजाएको, मियोगुक भनेको मियोगुकलाई, नख्खो भनेको राखेर, कुरिन भनेको उमालेको, खुक इम्लिदा भनेको छ सुप हो भनेको चाहिँ। मियोगुक्नुन सेङ्गिर मक्नुन उम्सिगिन्दे सोखिगेना सोखोगिना मेल्सी थुङ्गुल नोखो ओरे कुर्य मान्दुन खुकमुरे फुल्लिन मियोगुक नोखो खुरिन खुक इम्लिदा भनेको छ। मियोगुक चाहिँ यो जन्मदिनमा खाने खाना हो। गाईको मासु वा सानो किसिमको मासी आदिलाई राखेर लामो समय उमालेर बनाएको सुपमा भिजाएको है। फुल्लिन भनेको भिजाएको, मियोगुकलाई राखेर उमालेको सुप हो भनेको छ। मियोगुक चाहिँ जन्मदिनमा खाने खाना हो। गाईको मासु साना किसिमको मासुलाई राखेर लामो समय उमालेर बनाएको सुपमा भिजाएको, मियोगुकलाई राखेर उमालेको सुप हो भनेको छ कि है। त्यसै गरी मियोगुक्नुन भनेको चाहिँ मियोगुक चाहिँ ओरे भनेको खासमा अथवा वास्तवमा भन्छ कि यो ओन्ले भनेको मियोगुक चाहिँ ओन्ले भनेको खासमा अथवा वास्तवमा, अमनिका भनेको आमाले, आइगा नानुन हुए भनेको छ आइगा भनेको बच्चा, सानो बच्चा है, बच्चा, नानुन हुए भनेको जन्माएपछि है, बच्चालाई जन्माएपछि, मक्नुन भनेको खाने, उम्सिगिमिदा भनेको खाना हो भनेको छ। यो मियोगुक चाहिँ खासमा वास्तवमा, यो ओन्ले भनेको खास अथवा वास्तवमा आमाले बच्चालाई जन्माएपछि खाने खाना हो भनेको चाहिँ। मियोगुक्नुन ओन्ले अमनिगा आगी नाउन वे मक्नुन उम्सिगिमिदा। मियोगुक चाहिँ खासमा वास्तवमा आमाले बच्चालाई जन्माएपछि खाने खाना हो भनेको छ है। खुरेस त्यसैले सेङ्गिरे भनेको जन्मदिनमा, मियोगुल भनेको मियोगुकलाई, मक्नुन खाने, खसुन भनेको कुरा, नाछुसिन भनेको जन्मदिसिनु भएको, अमनिगुवा भनेको अमनिओय भनेको अमनि आमाको, उन्ल्य भनेको छ उन्ल्य भनेको यो गुणलाई, खियगागो भनेको सम्झेर, खाम्सा हान्नुन्दे भनेको धन्यवाद दिने, उमिरुल भनेको अर्थलाई, उमी भनेको अर्थलाई, खाजिगो भनेको लिइरहेको, सुम्निदा भनेको छ है भनेको छ। यो जन्मदिनमा मियोगुक खाने कुरा चाहिँ जन्मदिसिनु भएको आमाको गुणलाई सम्झेर धन्यवाद दिने अर्थ चाहिँ लिइरहेका छन् भनेको छ है। खुरेस भनेको त्यसैले खुरेस सेङ्गिरे मियोगुनुन मग्नुन खसुन नाछुसिन अमनिगा, उन्यरुल भनेको छ उन्यरुल भनेको गुणलाई, अखिय खागो खाम्सा हानुन्दे उइमिरुल खाजिगो सुम्निदा भनेको छ। त्यसैले यो जन्मदिनमा खाने मियोगुक
जन्मदिनमा मियोगो खानेकुरा चाहिँ जन्म दिसुनु भएको। सुसिन भनेको यो आधा राति टङमा हुन्छ है। छुदा दिनु है। सुसिन भनेको दिसिनु भएको भन्छ क्या यो। सुसिन भनेको दिसिनु भएको आमाको गुणलाई सम्झेर धन्यवाद दिने। खाम्सा हान्दानुन भनेको धन्यवाद दिने। ओइमुरुल खाजीको स्मृति भनेको अर्थलाई लिएर भनेर बुझ्न सकिन्छ है। बारे च्याप्टरबाट पनि चाहिँ सामगेथानुन भनेको छ। सामगेथाङ चाहिँ थप्गो भनेको गर्मी, धेरै गर्मी र सुफान भनेको आद्रा भन्छ कि यो गर्मी र आद्रा। इरुमछुङ भनेको छ इरुम भनेको ग्रीष्म, छुङ भनेको मध्य, खाजाङ भनेको सबैभन्दा, थौन भनेको धेरै गर्मी अथवा सबैभन्दा गर्मी, सबैभन्दा थौन भनेको अझ है। फोक्नाल भनेको सबैभन्दा गर्मी भन्छ कि यो फोक्नाल भनेको सबैभन्दा गर्मीको महिनालाई फोक्नाल, गर्मीको दिनलाई फोक्नाल भन्छ। मक्नुन भनेको खाने, उम्सिगिमिदा खाना हो भनेको चाहिँ। सामगेथाङुन यो सामगेथाङ चाहिँ गर्मीको आद्र ग्रीष्म मध्ये सबैभन्दा गर्मी दिनमा खाने खाना हो भनेको चाहिँ। सामगेथाङुन थप्गो सुफान एरुम छुङ ए खाजाङ थौन फोक्नारे मग्नुन उम्सिगिमिदा भन्छ। सामगेथाङ गर्मी आद्र ग्रीष्म मध्ये सबैभन्दा गर्मीको फोक्नालमा खाने खाना हो भनेको चाहिँ। सामगेथानुन भनेको छ। सामगेथाङुन भनेको यो सामगेथाङ चाहिँ अरिन थाल्गे भनेको यो सानो महिना अरिन थाल्गे भनेको चाहिँ सानो कुकुरामा, इन्सामिना भनेको जडीबुटी वा छप्साल भनेको यो लचिलो चामल भन्छ कि यो लचक अलि बासमती चामल भनेर पनि बुझ्न सकिन्छ है। छाप्साल र फाम भनेको कटुस, मानुलगा भनेको लसुन र लसुन खासी भनेको सँगै, खनगाङ भनेको स्वस्थमा, छोन भनेको राम्रो, छेरिरुल भनेको सामग्रीलाई, नखो भनेको राखेर, फोक भनेको मजाले, कोरियन भनेको छ उमालेको, उम्सिगिमिदा भनेको सुप हो, खाना हो भनेको चाहिँ। सामगेथाङ चाहिँ यो सानो कुखुरामा यो जडीबुटी यो छाप्साल, कटुस, लसुन जस्ता स्वस्थ राम्रो चाहिँ है सामग्री राखेर मजाले उमालेको खाना हो भनेको छ। सामगेथाङ चाहिँ यो सानो कुखुरा, जडीबुटी, छाप्साल, यो कटुस, लसुन जस्ता यो स्वस्थ, खनगाङ भनेको चाहिँ स्वस्थ हो नि त, स्वस्थ राम्रो सामग्री, छेरु भनेको सामग्रीलाई, नखो राखेर मजाले, फुक भनेको मजाले उमालेको खाना हो भनेको चाहिँ। एरुमे भनेको चाहिँ एरुमे भनेको ग्रीष्ममा, ताम भनेको पसिना, मानी भनेको धेरै, हुर्या भनेको बगेर, खिउन भनेको शक्ति, अप्सुल्ते भनेको नआएको बेला, सामगेथाङुल भनेको सामगेथाङ, मगुमेन भनेको खायो भने, से भनेको नयाँ, हिमी भनेको शक्ति, नयाँ शक्ति अथवा ऊर्जा भन्छ कि हिम भनेको, नाम्निदा भनेको आउँछ भनेको चाहिँ। यो ग्रीष्ममा पसिना चाहिँ, ताम भनेको पसिना धेरै बगेर शक्ति नभएको बेला सामगेथाङ खायो भने चाहिँ नयाँ शक्ति आउँछ भनेको चाहिँ। एरुमे तामुल मानी हिएर खिउनी अप्सुल्ते सामगेथाङुल मगुमेन से हामी नाम्निदा ग्रीष्ममा पसिना धेरै बगेर शक्ति नभएको बेला सामगेथाङ खायो भने नयाँ शक्ति आउँछ भनेर भन्न सकिन्छ है, बुझ्न सकिन्छ है यताबाट। यसबाट हामी अलि तल जान्छौँ। तगोगुन चाहिँ सलनाल भनेको नयाँ वर्ष है। आछिम भनेको बिहान, ओन भनेको सबै अथवा सम्पूर्ण, खाजियोगी भनेको परिवार भनेको है परिवार, ठुलो आन्जा भनेको वरिपरि बसेर, मक्नुन खाने, उम्सिगिमिदा भनेको खाना हो भनेको चाहिँ। तगोगुन चाहिँ यो नयाँ वर्षको बिहान वरिपरि सबै परिवार चाहिँ वरिपरि बसेर खाने खाना हो भनेको चाहिँ। तगोगुन सलनारे आछिमे ओन खाजोगी थुल्ल आना मग्नुन उम्सिगिमिदा। तगोगुन चाहिँ यो जन्मदिनमा यो नयाँ वर्षमा बिहान सबै परिवार चाहिँ वरिपरि बसेर खाने खाना हो भनेर भनेको छ है। तगोगुन चाहिँ
सोगोगी भनेको गाईको मासु, मेल्ची भनेको तिग्राको मासु, थुङ्गुल आदि नक्खो राखेर, ओरे भनेको लामो समय कुरेमा उमालेर, मान्दुन भनेको बनाइएको, खुकुमुरे भनेको सुपमा, होइनतगुल भनेको व्हाइट केक भन्छ है। होइनतक भनेको यो व्हाइट राइस केक भन्छ कि यसलाई, यता लेखेको छ व्हाइट राइस केक अथवा सेतो केक भनेर पनि बुझ्न सकिन्छ है। नक्खो राखेर, कुरिन भनेको उमालेर अथवा उमालेपछि है। थाम भनेको पछि, खेरन भनेको यो अम्लेट अन्डा है। खेदान भनेको चाहिँ खेदानी भनेको चाहिँ यो टुक्रा, यो अम्लेटको टुक्रा वा खिम भनेको चाहिँ यसलाई समुद्री साग भन्छ कि खिम है। खिम अनि प्याज, हरियो प्याज भन्छ, फा भनेको प्याज, थुङ्गुल आदिलाई ओर्यो भनेको यो माथि राखेर है। ओल्यो भनेको माथि राखेर खाने, मक्नुन खाने, उम्सिक खाना हो भनेको छ। भन्नु खोजेको तगोक चाहिँ गाईको मासु, सानो किसिमको मासु राखेर लामो समय उमालेर बनाएको सुपमा व्हाइट केक राखेर उमालेपछि अन्डाको टुक्रा वा खिम, प्याज आदि माथि राखेर, ओल्यो भनेको माथि राखेर खाने खाना हो भनेको छ है। तगोगुन सोगोगिना मेल्ची थुङ्गुल नोक्खो ओरे खुरे मान्दुन खुकमुरे होइनतगुल नोक्खो कुरिन थाउम खेरान छिदान इना खिम फा थुङ्गुर ओरे मक्नुन निदा भनेको छ। तगोक चाहिँ गाईको मासु, तिग्राको मासु आदिलाई राखेर लामो समय उमालेर बनाएको सुपमा यो व्हाइट केक राखेर उमालेपछि अन्डाको टुक्रा वा खिम अनि प्याज आदिलाई माथि राखेर खाने खाना हो भनेको छ है। अनि यता भनेको छ हानगुक भनेको छ हानगुक सारामदुरिन भनेको कोरियन मानिसहरू चाहिँ तगोकुल भनेको तगोकलाई मगुमेन्स खाँदै, सिहय भनेको नयाँ वर्षको, सिजागुल भनेको सुरुवात, खिने हामी भनेको सुरुवात मनाउँदै है, सुरुवातलाई मनाउँदै, सरो भनेको एक आपसमा भन्छ है, यसलाई सरो भनेको एक आपसमा, तकदामुल भनेको छ तकदामुल भनेको यो एक आपसमा चाहिँ यो आशीर्वाद दिने भनेको कि आशीर्वाद, सुगो फादल सुस्मिता भनेको आशीर्वाद दिने, लिने, प्राप्त अथवा आशीर्वाद दिने, प्राप्त गर्ने गर्दछन् भनेको छ है। कोरियन मानिसहरू चाहिँ तगुक खाँदै, नयाँ वर्षको दिनमा चाहिँ तगुकलाई खाँदै यो नयाँ वर्षको सुरुवात गर्दै कि खिने भनेको मनाउँदै अथवा मनाउँदै एक आपसमा आशीर्वाद चाहिँ दिने, प्राप्त लिने अथवा दिने लिने गर्दछन् भनेको छ। हानगुक सारामदुरिन तगुगुल मगुमेन्स सेहुई सिजागुल खिने हाम्य सरो तकदामुल छुगो फादल सुस्मिता भन्ने कोरियन मानिसहरू चाहिँ तगुकलाई खाँदै नयाँ वर्षको सुरुवात मनाउँदै एक आपसमा आशीर्वाद लिने दिने गर्दछन् भनेर बुझ्न सकिन्छ है। आजको टपिक चाहिँ म इन गर्छु। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। खाम्साहाम्निदा धन्यवाद है। भिडियो अन्तिमसम्म हेर्नुभयो भने चाहिँ सब्सक्राइब गरेर जोडिनु होला भन्न चाहन्छु।